3 वर्षकी अबोध बालिकामाथि बलात्कारपछि निर्मम हत्या हुन्छ। एउटा सानो बालिकाको जीवन यसरी समाप्त हुन्छ, परिवारको संसार नै उजडिन्छ। यस्तो पीडादायक घटनामा पीडित परिवारले न्यायको आशा गरिरहेको बेला क्षतिपूर्ति पाउनुहुन्छ भने जवाब सुनिन्छ भने मनमा एउटा गम्भीर प्रश्न उठ्छ। के एउटा अबोध बालिकाको जीवनको मूल्य केही पैसाले पूरा हुन्छ? क्षतिपूर्ति आवश्यक हुन सक्छ, पीडित परिवारले राज्यले सहयोग गर्नुपर्छ, तर क्षतिपूर्ति न्यायको विकल्प हुन सक्दैन। हामीलाई पैसा होइन, न्याय चाहन्छौँ। दोषीलाई कानुन बमोजिम निष्पक्ष अनुसन्धानपछि कडाभन्दा कडा कारबाही भएको देख्न चाहन्छौँ। सरकार गरिब परिवारलाई केही रकम दिएर राज्यको जिम्मेवारी पूरा हुँदैन। एउटा निर्दोष बालिकाले गुमाएको जीवन कुनै रकमले फर्काउन सक्दैन। आज त्यो पीडा एउटा परिवारको हो, तर भोलि यस्तै घटना कसैको परिवारमा नदोहोरियोस् भन्ने जिम्मेवारी राज्यको हो। कानुन धनी गरिबका लागि बराबर हुनुपर्छ। पहुँच, पैसा वा राजनीतिक शक्तिका आधारमा न्याय कमजोर भयो भने जनताको कानुनप्रतिको विश्वास नै गुम्छ। त्यसैले यो घटनालाई सामान्य घटना जस्तो लिएर अनुसन्धान पितलो बनाउने, दबाउने वा दोषीलाई उन्मुक्त दिने कुनै पनि प्रयास स्वीकार्य हुँदैन। सरकारलाई स्पष्ट खबरदारी छ, पीडित परिवारलाई न्याय देऊ, घटनाको निष्पक्ष र प्रभावकारी अनुसन्धान गर, दोषीलाई कानुन बमोजिम कठोर सजाय देऊ र हाम्रो छोरीहरूको सुरक्षित हुने वातावरण निर्माण गर। हामी कसैको पक्षमा होइन, न्यायको पक्षमा छौँ। हामी उत्तेजना होइन, न्याय चाहन्छौँ र हाम्रो एउटै प्रश्न छ, एउटा अबोध बालिकाको जीवनको न्याय कहिले हुन्छ? र फेरि पनि म सरकारलाई भन्न चाहन्छु, हामीलाई क्षतिपूर्ति होइन, न्याय चाहिन्छ। आश्वासन होइन, कारबाही चाहिन्छ।